नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बाका फ्यानहरूको लागि एकदमै खुसीको खबर रहेको छ। सावित्रा भण्डारी साम्बा चाहिँ आबद्ध रहेको वेलिङ्टन फिनिक्स एफसीले चाहिँ अस्ट्रेलियामा जारी निन्जा ए लिग मञ्च अन्तर्गतको गेमहरू खेल्दै आइरहेको छ। यस लिग अन्तर्गतको वेलिङ्टन फिनिक्स एफसी जसमा चाहिँ नेपालकी चेली सावित्रा भण्डारी साम्बा पनि रहेकी छिन्। यस वेलिङ्टन फिनिक्स एफसीले चाहिँ आफ्नो पहिलो गेम क्यानबेरा युनाइटेड एफसीसँग खेलेको थियो। उक्त गेममा नेपाली चेली सावित्रा भण्डारी साम्बाले पनि डेब्यु गरेकी थिइन्, जुन गेम चाहिँ 1-1 बराबरीमा टुङ्गिएको थियो भने उक्त गेममा नेपालकी चेली सावित्रा भण्डारी साम्बा चाहिँ इन्जर पनि भएकी थिइन्, यानि कि घाइते भएकी थिइन्, जसका कारण उनले आफ्नो क्लबको दोस्रो गेम न्युकास्टल जेट विरुद्धको गेम भने गुमाउन पुगेन, चोटका कारणले गर्दा। अब भने नेपालकी चेली सावित्रा भण्डारी साम्बा चाहिँ इन्जर मुक्त यानि कि खतरा मुक्त भएको कारणले गर्दा अब हुने गेमहरू उनले निरन्तर खेल्नेछिन्। साम्बाको क्लब वेलिङ्टन फिनिक्स एफसीको गेम चाहिँ आइतबार बिहान 8:45 बजे मेलबोर्न भिक्टोरीसँग रहेको छ। उक्त गेम चाहिँ तपाईँहरूले युट्युबमा पनि लाइभ हेर्न सक्नुहुनेछ। यदि तपाईँहरूलाई थाहा छैन भने वेलिङ्टन फिनिक्स भर्सेस मेलबोर्न भिक्टोरीको गेम चाहिँ आइतबार बिहान 8:45 बजे सुरु हुँदैछ। उक्त गेम चाहिँ तपाईँहरूले युट्युब च्यानलमा ए लिग भन्ने युट्युब च्यानल मार्फत तपाईँहरूले लाइभ हेर्न सक्नुहुनेछ। साम्बाको जति पनि फ्यान हुनुहुन्छ उहाँहरू पक्कै पनि गेम कुरेर बस्नु भएको छ होला। यदि तपाईँहरूलाई थाहा छैन भने आइतबार 8:45 बजेबाट सुरु हुँदैछ गेम। साम्बाको फ्यान जति पनि हुनुहुन्छ पक्कै पनि उक्त समयमा गेम हेर्न नभुल्नु होला।